हेलो गाइज, दर्शक नमस्ते। यहाँ छु फाइन। आई होप हजुरहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला। दिस इज डिआई ब्लग। वेलकम टु माई च्यानल। आज चाहिँ विशेष हुम्रेबासमा रहेको हिरो होन्डाको सोरुम सिद्ध बाबा अटोमोबाइल्समा चाहिँ एउटा बाइक निकाल्न जाँदैछौँ मामाको लागि। अब उहाँलाई कुन बाइक मनपर्छ म रिभ्यू गर्छु है त। हामी सिद्ध बाबा अटोमोबाइल आइपुग्यौँ। मामा हामी आइपुगेका छौँ। अब उहाँलाई चाहिँ कुन बाइक मनपर्छ आइपुगेका छौँ। यहाँनिर स्कुटी आइटमहरू यता छ। स्टेम बाइकहरू यो पछिल्लो समयमा हिरो होन्डाले निकालेको स्पिड यो पनि छ। अनि यो छ एक्स प्लस एक्स प्लस। मामालाई मनपर्ने खालको बाइक चाहिँ कुन हुन्छ उहाँ हेर्दै हुनुहुन्छ। अब यो बाइकहरू छ यता उहाँ हेर्दै हुनुहुन्छ। अब उहाँले यो बाइक मन परेपछि कुन बाइक मनपर्छ अनि त्यस पछाडि रिभ्यू गर्नेछु है त। अलि मामालाई चाहिँ यो बाइक मन पर्यो। उहाँ चाहिँ यो टेस्ट गर्दै हुनुहुन्छ। यो सुपर स्प्लेन्डर हिरोको सुपर स्प्लेन्डर बाइक हो। उहाँ चाहिँ टेस्ट गर्दै हुनुहुन्छ। अब ल उहाँले चाहिँ यो बाइक मन पर्यो। अब टेस्ट गर्दै हुनुहुन्छ। ल त्यो चाहिँ बाइक टेस्ट गर्दै हुनुहुन्छ। मलाई चाहिँ यो बाइक मन पर्यो। नमस्ते, म सिद्ध बाबा अटोमोबाइलदेखि। उहाँ चाहिँ हाम्रो आजको कस्टमर हुनुहुन्छ सुपर स्प्लेन्डरको। यो सुपर स्प्लेन्डर चाहिँ हाम्रो
125 सीसीको हिरोको बाइक हो। यो चाहिँ नयाँ भर्जनमा आएको छ BS6 भएर। अनि यसको फिचर्स भनेको चाहिँ यसको अब नर्मल्ली कुरा गर्दाखेरि चाहिँ यसको ग्राउन्ड क्लियरेन्स 160 mm को छ भनेदेखि सिट हाइट चाहिँ 785 mm को छ। अब यसको माइलेजको कुरा गर्नुहुन्छ भनेदेखि चाहिँ 70+ हजुरको यसको माइलेज दिन्छ। अनि अर्को एउटा नयाँ फिचर्स के दिएको छ सुपर स्प्लेन्डरमा भने यो i3s टेक्नोलोजी भन्ने दिएको छ। यो i3s टेक्नोलोजीले चाहिँ हजुरको कुनै अब अपरझट हजुरहरू चाहिँ जाममा पर्नु भयो, रोक्नु पर्यो, रोकेर कसैसँग कुराकानी गर्नु पर्यो भनेदेखि चाहिँ हामी स्टार्ट अनमै कुरा गरिरहेको हुन्छ, जसले गर्दाखेरि चाहिँ हाम्रोमा तेल चाहिँ खाइरहेको हुन्छ भनेदेखि यो i3s टेक्नोलोजी चाहिँ अन गरिहिँड्नु भयो भने चाहिँ हजुरको त्यो अटोमेटिकली हजुर काउन्ट गरी 6 सेकेन्डमा चाहिँ अटोमेटिकली स्टार्ट अफ भइदिन्छ, जसले गर्दाखेरि चाहिँ हजुरको तेलको बचत हुन्छ। फेरि स्टार्ट अफ भयो, अन गरिराख्नु पनि झन्झट पनि छैन। एक्सिलेटर दबाउने बित्तिकै चाहिँ हजुरको स्टार्ट अन भइहाल्छ। यो चाहिँ एकदमै राम्रो फिचर्स हो हाम्रो यो सुपर स्प्लेन्डरको भनेदेखि यो BS6 भएको कारणले FI इन्जिन भएको कारणले गर्दाखेरि चाहिँ हजुरको माइलेज पनि एकदमै राम्रो छ। 70+ त हजुर ढुक्क हुनुहोस्, त्योभन्दा प्लस हजुर मजाले चलाउनुहुन्छ भने चाहिँ त्योभन्दा माथि पनि जान सक्छ। अनि हजुरको त्यो पुरानो सुपर स्प्लेन्डरमा चाहिँ सुतेको इन्जिन थियो भनेदेखि यसमा चाहिँ ठाडो इन्जिन दिएको छ, हजुर देख्न सक्नुहुन्छ, जसले गर्दाखेरि चाहिँ अफरोडको लागि पनि एकदमै राम्रो छ यो सुपर स्प्लेन्डर चाहिँ। हजुरहरू अझै यसको बारेमा जानकारी चाहनुहुन्छ भनेदेखि चाहिँ हाम्रो हिरो सोरुम सिन्धुली सीताबाबा अटोमोबाइल चाहिँ भिजिट गर्न सक्नुहुन्छ। यसमा कलरहरू पनि अप्सन धेरै छन्। म्याट यो चाहिँ पुरै ब्ल्याक भयो भनेदेखि म्याट ब्ल्याकमा पनि छ र ब्लू कलरमा पनि छ। हजुरहरू चाहिँ आएर भिजिट गरेर पनि हेर्न सक्नुहुन्छ। र कन्ट्याक्ट नम्बर चाहियो भनेदेखि चाहिँ म हजुरलाई दिइराखेको छु यहाँ माथि 98 540 65 240। हस् नमस्ते, थ्याङ्क यू। हुन्छ उहाँलाई यहाँ स्क्याच गर्दै हुन्छ। अनलाइन स्क्याच रहेछ यो, अनलाइन स्क्याच अब कति पर्छ? 10,000 पऱ्यो। 10,000 पऱ्यो। तपाईँलाई 10,000 परेको छ। तपाईँले स्क्याच तपाईँको आज लकले फेयर गरेको छ यति है मामा। ल फाइनली मामाले बाइक लिइसक्नु भएको छ। मन परेको बाइक चाहिँ उहाँलाई यही भयो, सीताबाबा अटोमोबाइल। चाबी पनि हस्तान्तरण भयो। ल कङ्ग्रेचुलेसन मामा, तपाईँ चाबी त सानो भयो त, यो चाबी बाइकभन्दा अलिक सानो छ, चाबी सानो भयो है। अस्ट्रेलियामा बस्नुहुने भाइ रोहित, ब्रदर इन ल बुहारी। आज बुवा सो ह्याप्पी, धेरै खुसी हुनुहुन्छ भाइहरूले गर्दाखेरि। आज एजले डिफ्रेन्ट गरेन, एजले म्याटर गरेन। यो उमेरमा एराउन्ड 60 को एजमा आएर पनि बाबालाई यो बाइक प्रोभाइड या सजेसन दिएर बाबाले यो बाइक रोज्नु भएको छ। थ्याङ्क यू फर ब्रदर रोहित।